अनि हजुरहरु चाहिँ जाजरकोटबाट यहाँ आउँदै गर्दाखेरि यो एउटा चाहिँ समुदाय यहाँको मैले देखे अनुसारको यहाँ दलितहरूको संख्या छैन सायद हजुरहरु एक्लै हुनुहुन्छ होला यहाँ हामी एक्लै छौं अनि के छ त अनि यहाँ एउटा ठकुरी समुदायमा हजुरहरु रहँदै गर्दाखेरि यहाँको हजुरहरु प्रति गर्ने व्यवहार अब ठकुरी यो सम्पूर्ण एउटा चाहिँ सामुदायिक रूपमा हजुरहरुले भोग्नु परेको व्यवहार पीडाहरू के कस्तो छ यहाँ तपाईहरु प्रति गर्ने व्यवहार यहाँ कस्तो छ हामी न डुम बुन्ने डिमिनी बुन्ने कोही खाप्चो नहान्ने कोही केही गर्ने झगडा गर्ने अलबत त्यसै पेल्लासम्म पेलिया छन् अरु त केही छैन हाम्रो नाममा छैन सार्वजनिक हो त्यसै बसिया छन् अलिअलि खला बनेर खला अलिअलि दिन्छन् कोही बाहिर पैसा दिन्छन् कोही पुरा दिन्छन् कोही झुरा दिन्छन् त्यतिकै पेलै छ अरु केही पनि त्यही चाहिँ छोरा टेन्सनै छ छुवाछुत चाहिँ यहाँ धेरै छ छुवाछुत त काहीँ सिना गए पनि काहीँ हात गर्न गएपछि त्यहाँ सिना नदिएर सोई हुन्छ का लुका पनि लैजाऊ तिमी पनि गइजाऊ भन्ने त्यहाँ काने सुन्न नदिएर एक्लो घर छ भइ लाग्छ हेर्नु खोलाउनु कहिले काहीँ जानु परि जान्छ छुई भन्यो पेल्लासम्म पेल्ला छन् अरु त अब आफ्नो घर ल्याएर पकाइ खान्छौँ त्यतिकै छ के गर्ने कसैसँग संगत पनि नहुने भयो संगत पनि नहुने भयो त्यसपछि यहाँ संगत भयो भनेपछि पनि के हुन्छ देउता लाग्छ देउता लाग्छ गरे कति लाग्दछ देउता हजुर त अहिले जनप्रतिनिधि पनि हुनुहुँदो रहेछ वडामा हैन जनप्रतिनिधि हुँदै गर्दाखेरि पनि त अनि एउटा चाहिँ जनप्रतिनिधि भइसकेपछि यहाँको सत्तामा भइसकेपछि चाहिँ अब हजुरप्रतिको गर्ने व्यवहार केही फेरियो कि अझ पनि उस्तै छ आफू फेरिया छन् मैबाट केही पनि दिया छैनन् त्यही हो आफू क्लियर भइया छन् यस्तो हो नि जस्तै तपाई चाहिँ जनप्रतिनिधि भइसकेपछि अब जनप्रतिनिधि प्रति चाहिँ छुवाछुत गर्नु चाहिँ एउटा चाहिँ प्रतिनिधि भइसक्नु भयो भन्ने खालको व्यवहार चाहिँ कसैको छ अनि त्यो त्यहाँ बैठक गए बेला त्यो छैन हेर्नु बुन्ने मुखैती हो त्यो छैन हातै खाने पिने छ त्यहाँ मात्रै यहाँ त गोलमिल सब नगर बनाइ छ अरु गोलमिल त हामी क्या गर्ने थियौँ गाउँ घर जाने कहिले रङ्ग भएपछि उहाँति छुई छिटो भइजान्छ भने अहिले छुइयै मान्छन् त्यही छ अलि भन्दा पनि अत्याधिक बढी छ घर पनि हजुरहरुलाई त यहाँ अलगै छ एकान्तमा रहेछ त्यो पनि खोला किनारमा जोखिम रहेछ ठाउँ पनि अलगै छ हुनु त अलि गाउँ घर गएपछि छुई छिटो धेरै लाग्यो छ पुग्ने नाइ एउटा ठाउँ र नाफी भइया जग्गा टाढै छ यो नाफी नभइया त्यतिकै घर आइदिएको छु झगडा गरी हुने न के काउचिकन बहिने काम छ हैन हजुर त सत्तामा भइसकेपछि अब कानुन पनि थाहा होला त अब कानुनमा थाहा त छ कानुनमा छुवाछुत गर्न मिल्दैन भेदभाव गर्न मिल्दैन कसैलाई के अरे जन्मको आधारमा जातिको आधारमा उत्पत्तिको आधारमा रङ्गका आधारमा वर्गका आधारमा वर्णका आधारमा चाहिँ कसैलाई विभेद गर्न मिल्दैन अनि त्यो अमानवीय व्यवहार हो असामाजिक कुरा हो भन्ने के गर्ने थिए र भन्ने कुरा आउँछ न आज त्यो भन्ने बेला पेल्लासम्म पेलिया छन् अनि के गर्ने कसैसँग संगत पनि हुँदैन कसैसँग व्यवहार चल्दैन अब काम गर्यो भने अब काम गरेको ज्याला पनि अब त्यो खलो यताउता भनेर त्यसैमा टार्ने चलन छ पैसा पाउँदैन अब के अबको नयाँ पुस्ताले पनि अब तपाईको समय पनि तपाईको पुस्ताले तपाईको जीवन पनि यसरी नै चल्ला त के लाग्छ तपाईलाई अब केही चेन्ज गर्नु पर्ला भन्ने हो सर अब गाउँले कुरा बुझ्दैन नबुझेपछि अब प्रकाश यस्तै हुने हुन्छ अब कहिले कतै हेप्ने हुन्छ सर है कहिले कतै अब त्यसै तरिकाले बोलेपछि अब झम्टिन खोज्छन् हान्न खोज्छन् है हान्दिन्छन् पनि के हान्न पनि खोज्छन् हान्नु पनि हानिहाल्छन् के भन्नु मैले गाउँ सभालाई भन्छु अब केही नयाँ कुराहरू बुझ्नु पर्यो नि त हरेक कुरा हुन्छ हो कि नै त म तिमीले अनि मलाई दबाउन खोजेपछि मलाई नमजा आउँछ कि सर किनकि अहिलेको पिरियडमा हो कि नै त हामी बुझ्ने हामी सबै बुझिसकेका छौँ बुझ्नुपर्ने कुरा हो भन्ने म हुन्छ सर साल अनि धेरै मात्तिन्छ साल भन्ने कहिलेको हानिदिन्छन् सर कहिले केही भनिदिन्छन् पहिलो कुरा चाहिँ तपाईँलाई यहाँ सेवा गर्नको लागि उहाँहरूको काम गर्नको लागि राखे हजुर जस्तो तपाईँले चाहिँ उहाँहरूको काम मात्रै गरिदिनु पर्यो त्यसको बदलामा उहाँहरूले आफ्नो इच्छाले दिएको चित्त बुझाउनु पर्ने हजुर त्यसैमा चित्त बुझाइरहेको छौँ सर भनेपछि यो एउटा अन्याय भएन र हजुर अन्याय त छ त अनि त्यो माथि गरिदिने व्यवहार पनि त राम्रो छैन नि त हजुर सर बचाउने टाइममा म बचाउन गएकै हुन्छ सर है अब थोरै ढिला आयो भन्ने हुन्छ कोही खिचिदिन्छन् कोही हान्न खोज्छन् है यति ढिला किन आइस् अनि तेरो काम के छ बजाउने काम हो बजान त भन्ने हुन्छ त्यस्तो अलिक पीडाहरू त्यस्तै छन् सर अब म के भन्नु त अनि त्यस्तै गर्न खोज्छु गाउँले के गर्ने इँटा अब गाउँले भन्नुपर्ने भयो 2-3 चोटि पनि भन्ने भयो सर है अब गाउँमा हामीले राख्यो त्यो काम तेरो काम छैन तँ निक्लिहाल यहाँबाट गइहाल भन्ने हुन्छ सर है अब यो म कसरी निक्लिनु त हो कि नै अब बाउबाजी पहिलेदेखि नै बस्नु भयो अब बाउले राखे हो कि नै बाउले राखे थपालो भन्ने भयो म प्रायः थपालाइकै मायाले बसेँ सर है नत्र म पनि यताउता कहिले बाहिरतिर जाने मान्छे पनि हो कि नै अब आफ्नो गाउँ छ घर छ थपालो छ यो थपालाइको मायाले बसेको सर अब यही बस्दा बस्दै पनि अब होइन तेरो काम छैन तँ भाग साला भन्ने शब्दहरू त्यस्तै
क्वेसनहरू आउँछन् क्या सर अब के भन्नु म तपाईँले गरेको कामको मूल्य पाउनुहुन्छ छैन पैसा पाउनुहुन्छ छैन भन्ने हो क्या पहिलो कुरा चाहिँ अब त्यही खलेकै सिस्टम छ सर है अब पैसा नपाएपछि कसरी पैसा कमाउने केले काम पैसा अब त्यही त कताबाट कमाउने भन्ने पो त सर अनि अब त्यही खलैमा छ सर अलिअलि अब पैसा अब कहिले कतै सुर्ती खाने पैसा नि हुँदैन त सर अब समस्या कुरै त छ त अनि सुर्ती खाँदैन खानु बरु सुर्ती चाहिँ नखानुहोस् तर पैसा कमाउने के अरे विधि त अपनाउनु पर्यो त अब घरको अवस्था पनि यस्तै छ सर अब गाउँपालिकातिर पनि धेरै कुराहरू गरेर सर 2-4वटा हामीलाई सहयोग गर्नुहोस् हो कि नै घर बनाउँछु भन्ने कुरा भयो अब त्यस्तै गाउँपालिकाले पनि सहयोग गरे छैन यता गाउँले पनि कुरा सुन्दैन सर हामीले कुरा गरेको मम्मीले कुरा गर्नुभयो मैले पनि सरहरूसँग कुरा गर्ने सर अब घरबाट चाहिँ यस्तै छ हो कि नै पैसा कमाउने ठाउँ छैन यताउता अब पैसा अलिक काम गरेको त्यही खलैमा कट्टा हुन्छ सर अलिअलि पैसा हालिदिए भयो घरसर बनाउने हुन्थ्यो भन्ने हुन्छ सुन्दैन सर अब हाम्रो कुरा टेर्दैन नटेरेपछि के गराउनु त खलो चाहिँ वर्षमा कति पटक पाउनुहुन्छ 2 पटक कति कति हुन्थ्यो सर एक पाथी कोही एक सुपामा दिने त्यस्तै छ सर वर्षको काम गरे त्यतिले पुग्छ त्यतिले कहाँ पुग्नु सर त काम मैले काम गरेको त दिनमा 3035 को काम हुन्छ सर उस्तै काम गरेपछि अब त्यही खलैमा कट्टा हुन्छ त अब के गर्ने त अब त्यसमै चित्त बुझाइ बस्नुपर्ने छ अब देउता लागि पनि बस्नुपर्छ भन्ने भयो अनि देउताले गर्दा त अनि यस्तै छ त सर त्यसो देउताको लागि यहाँ बस्नु पर्यो त्यही हो भन्ने भयो त्यही तरिकाले बसिया छ अब त्यही अलि ढिलो काममा गएपछि पनि धम्काउने हुन्छन् सर अब के गर्ने जस्तो कि जातीय आधारमा गाली गलौज गर्नेहरू चाहिँ के कति आउँछ अहिले त त्यस्तो आएको छैन सर पहिला आउँथ्यो आजभोलि त्यति छैन कमाइ छ सर आजभोलि सबै बुझ्ने टाइपको भयो नि त हजुर पहिले भन्नाले कहिलेसम्म चाहिँ त्यस्तो आयो पोहोरपरासम्म थियो अहिले फोटो रूपमा ठिक भयो त्यति त छैन सर अब बिस्तारै बुझ्दैछ समाजले पनि ठिक छ त्यसो आशा गरौँ राम्रै हुनेछ अब राम्रै हुनु पर्यो सर राम्रैको लागि भन्ने हो सर सम्मानको जीवन बाँच्न पाउनुपर्छ भन्ने हाम्रो मान्छेले होइन समानताको अधिकार छ मान्छेलाई जाति धर्म वर्ग जन्म लिङ्गका आधारमा भेदभाव गरिनु हुँदैन सामाजिक र निजी क्षेत्रहरूमा भन्ने हो त्यो चाहिँ कानुन बमोजिममा एउटा वर्जित छ दण्डनीय छ यहाँको जो मूल समस्या हो त्यसलाई चाहिँ हामी सार्वजनिक रूपमा प्रस्तुत गर्न सक्यो भनेपछि पनि समाजलाई एउटा चुनौती चाहिँ हुन्छ होइन जस्तो कि तपाईँले आफ्नो समस्या चाहिँ निर्धक्क रूपमा चाहिँ खुलेर राख्न सक्नुभयो भने त्यो यदि चाहिँ सार्वजनिक गर्यो भने त्यो सामाजिक स्तरमा कानुनी स्तरमा मानवताको हिसाबले पनि त्यो एउटा चाहिँ चुनौती हुन्छ मान्छे त्यसमा चाहिँ यो गर्नु हुँदो रहेनछ है भन्ने खालको चाहिँ त्यो तरिकाले चाहिँ अलिकति सजग हुने हुन्छ उनीहरू त्यही हिसाबले चाहिँ हामीले एउटा सामग्री तयार गरौँ त्यही भएको कारणले गर्दा अझै पनि हामीले अपेक्षा गरे अनुसारको तपाईँको कुरा आउन सकेन